के भन्नु पर्यो भोटको लागि? हेलो नमस्ते सम्पूर्ण दर्शकबिनहरुप्रति म भोट गर्न अनुरोध छ अनि प्लिज दैनिक भोट गर्नु हुन अनुरोध अनि जति भोट गर्नु भएको छ उहाँलाई धेरै धेरै आभारी र अझै गर्नु भएको छैन उहाँहरुप्रति अहिले नै भोट गर्न अनुरोध गर्छु किनकि भोट गरेर जुन मलाई जिताउनुहोस्, नेपाललाई जिताउनुहोस् अनि नेपालको नाम विश्वभर चिनाउने अवसर दिनु हुन अनुरोध छ। जति दाजुभाइ दिदीबहिनी जुन आफ्नो काममा हुनुहुन्छ हैन, कामको व्यस्तता भए पनि हैन 1 मिनेट छुटाएर भोट गरिदिनु। नमस्ते, मेरो नाम सुमाया बुढा, म नेपालबाट आएको। प्लिज मिरा दिदीलाई भोट गर्नु अनुरोध गर्दछु। कस्तो लाग्यो? तपाईँ त फर्स्ट एसियन च्याम्पियन पनि बन्नुभयो, कस्तो लाग्यो? खुसी लागेको छ, राम्रो लागेको छ। फेरि पनि यस्तै दौडिने विचार छ। यस्तै चान्स पायो भने चाहिँ फेरि पनि म राम्रो गर्न सक्छु। ओके, मिराले के गर्नुभयो तपाईलाई? मिरा दिदीले पहिला चिन्नुहुन्थेन, पहिला फेरि गोदावरीमा चिन्नुभयो। हामी त्यही दौड्थ्यो, त्यहीँ आयौँ अनि त्यस पछाडि फेरि मनासुलु स्काई रनिङ भएर उता 7 दिनको रेसमा अनि अहिले मेन्टर बनाउनु भयो। अलि नि यहाँ हङकङ ल्याउन सहयोग गर्नुभयो धेरै। थ्यांक यू, धेरै खुसी लागिरहेछ। नमस्कार, मेरो नाम पूर्णलक्ष्मी नेउपाने, म नेपालदेखि आएको। हामी सबै नेपालीहरूले मिरा दिदीलाई भोट गरेर जिताउँ। Hi, my name's Jim Twiss. In the last 6 weeks or so, I've really got to know Mira Rai very well as we trekked over mountains in Nepal and more recently in Hong Kong. And I really think you should vote for Mira Rai. What she's trying to achieve by empowering women is really very important in this world, and she's having a real effect. I've seen it just in the last few days with a couple of Nepali trail runners that she's been helping here in Hong Kong. So please vote for Mira.